कार्कीले टिकी लाउँदै ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर मेरो छोरीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। ज्ञानी हुनु, खुसी हुनु, सुखी हुनु, भनेको मान्नु, नचल्नु, चकचक गर्ने होइन। चकचक गर्ने होइन, हेर न कस्तो हुन्छ। चकचक नगरिकन भनेको माने है, राम्ररी पढ्नुपर्छ है। ल मलाई नमस्ते गरिदेऊ, पैसा दिउँला नि, ज्ञानी भयो है। बिहाको कुरा नगर्नु हो क्या, सुखी हुनु, निरोगी हुनु, अझै प्रगति गर्दै जानु। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर छोरीलाई। ज्ञानी संस्कृत अनि ज्ञानी पढाइको बिरुवामा छोरीलाई राम्रो पढाइ आशीर्वाद देऊ। गरिदिनु नि। छम 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 मलाई उठ्नु टाउको बित्ताको कस्तो टाउको थियो त्यो निकाल्नु भन्दा कौन टाउको ल जाम 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 सबै ह्याप्पी न्यु इयरको छ है। मदर्स डे गऱ्यो उनीहरू। ह्याप्पी न्यु इयर गरौँ के गर्ने भन्न तिमीले आफ्नो विचार। हामी आउनु न मदर्स डेको दिनमा आएन होइन, त्यही भएर ह्याप्पी मदर्स डे गर्नु क्या आजलाई, किनकि हाम्रो अब अस्तिको दिन आएन त्यही पनि ह्याप्पी न्यु इयरको पनि के काट्ने यार हुन्छ त्यस। भाइ ठुलो 1 पाउन्डको केक छ र? ओ मम्मी यसलाई आऊ होटल चाहिँ हामीले आएदेखिबाट रोटी चाहिँ क्या खास दुई छोरीहरू बेला टिका लगाएर खाए त भइहाल्छ। होइन न्यु इयरमा ह्याप्पी भाइ आइयो रिसु कार्की आइयो आइयो आयो आयो लाइन चकचक गर्छु नमस्ते गरिदियो ठुलो मम्मीलाई। त्यस्तो भइसक्यो तिमी आउ ज्ञान फोटो होइन भिडियो सबैको अब नयाँ सालबाट भनेको मान्छु सबैको आशीर्वाद राम्रो हुन्छ राम्रो पढेर ज्ञानी भएर तिमीले जे चाहिएको त्यही नयाँ सालबाट उज्यालो कता आउँछ त्यति गरेर चाहिँ 12 आमालाई मान्छे डल्ला हानी यता Happy New Year! Happy New Year!
यहाँ भएन ओए अनिललाई बोलाउ न अनिल फोटो खिचिदेऊ न विकास Happy New Year! Happy New Year! Happy New Year! के भन्ने रे Happy New Year भन्ने ल माइजू मम्मी आमा हजुर ठुलो मम्मी माइलो मम्मी बिका मोटाइची गायचं म्हणजे आता देउताले